नमस्कार। नेपालको इतिहासमा एउटा यस्तो युद्ध भयो जसले भन्नुपर्दा वीरता र स्वाभिमानको परिभाषा नै बदलिदियो। आज हामी त्यही एङ्ग्लो नेपाल युद्ध र विश्व प्रसिद्ध गोर्खा सैनिकहरूको सुरुवातको कथालाई अलि नजिकबाट निहाल्नेछौँ। ल, एउटा प्रश्नबाट सुरु गरौँ है त। गोर्खा सैनिकहरू संसारभरि यति प्रसिद्ध किन छन्? के छ उनीहरूमा त्यस्तो जसले गर्दा उनीहरूको बहादुरीको चर्चा जताततै हुन्छ? हो, यही प्रश्नको जवाब इतिहासको एउटा एकदमै महत्त्वपूर्ण युद्धमा लुकेको छ। यो कथा सुरु हुन्छ 19औं शताब्दीको त्यो समयबाट जब दुई ठूला शक्तिहरू भन्नुस् न एक अर्कासँग सिधै टक्राउन आइपुगेका थिए। कुरा गरौँ 18औं शताब्दीको। त्यो बेला पृथ्वीनारायण शाहको नेतृत्वमा नेपालको एकीकरण भइरहेको थियो र नेपाल एउटा शक्तिशाली अनि विस्तारवादी राज्यको रूपमा उदाउँदै थियो। मतलब नेपालको सिमाना लगातार फैलिरहेको थियो। अनि हो, यही नै रह्यो टक्राउको अवस्था बन्न पुगेको। हेर्नुस् न, एकातिर थियो नेपाल जो आफ्नो सिमाना दक्षिणतिर बढाउँदै थियो अनि अर्कोतिर थियो ब्रिटिश इस्ट इन्डिया कम्पनी जसले लगभग पुरै भारतमा आफ्नो शक्ति र साम्राज्य फैलाइसकेको थियो। अब दुईवटै विस्तारवादी शक्तिहरू एकअर्काको सिमानामा ठोक्किन आइपुगे। त्यसो भए आखिर युद्ध भयो नै किन त? यसका मुख्य कारणहरूलाई हेरौँ। पहिलो त सिमानामा विवाद बढ्दै गइरहेको थियो। दोस्रो, दुवैको आआफ्नो व्यापारिक स्वार्थ थियो जुन एक अर्कासँग बाँचिँदै थियो। र तेस्रो अनि सायद सबैभन्दा महत्त्वपूर्ण, क्षेत्रीय शक्ति को बन्ने भन्ने होड हो। यही महत्वाकांक्षाको टकराव थियो। यी सबै कुरा मिलेर तनावलाई उत्कर्षमा पुर्याइदियो। यसलाई एउटा टाइमलाइनमा राखेर हेरौँ न। 18औं शताब्दीमा नेपाल एकीकरण भयो अनि विस्तार हुन थाल्यो। 1800 को दशकको सुरुदेखि नै ब्रिटिसहरूसँग तनाव बढ्न थाल्यो र आखिरमा सन् 1814 मा युद्धको औपचारिक घोषणा नै भयो। ल, अब युद्धको मैदानतिर लागौँ, जहाँबाट गोर्खालीहरूको त्यो अदम्य साहसको कथा सुरु हुन्छ। साँच्चै भन्नुपर्दा यो युद्ध ठ्याक्कै डेभिड र गोलायतको लडाई जस्तै थियो। एउटा सानो तर साहसी शक्ति र एउटा विशाल साम्राज्य बीचको भिडन्त। आखिर गोर्खाली सैनिकहरूलाई केले त्यति विशेष बनायो त? पहिलो कुरा, उनीहरूको खुकुरी चलाउने अद्वितीय सिप। दोस्रो, कहिल्यै कुनै पनि हालतमा हार नमान्ने त्यो अदम्य साहस। र तेस्रो, आफ्नो देशप्रतिको गहिरो माया र देशभक्ति। हो, यही भावनाले त उनीहरूलाई त्यति शक्तिशाली शत्रुको अगाडि पनि चट्टान झैं उभ्याइदियो। र यो साहसको सबैभन्दा जीवन्त, सबैभन्दा उत्कृष्ट उदाहरण हेर्नुहुन्छ भने त्यो हो नालापानीको युद्ध। साँच्चै यो एउटा यस्तो लडाई थियो जसले गोर्खालीहरूको वीरतालाई इतिहासमा सधैँका लागि अमर बनाइदियो। अनि नालापानीको यो महागाथाका नायक उनी थिए कप्तान बलभद्र कुँवर। उनको नेतृत्वमा गोर्खालीहरूले जे बहादुरी देखाए त्यो साँच्चै भन्दा अविश्वसनीय थियो। एकछिन सोच्नुस् त, नालापानीको त्यो किल्लामा बलभद्र कुँवरसँग थिए जम्मा केही सय सैनिक, तर उनीहरूको सामना गर्न आएको ब्रिटिस सेना हजारौंको संख्यामा। अब यो स्थिति हेर्दा त कसले भन्छ र गोर्खालीले जित्छन् भनेर? जित लगभग असम्भव नै देखिन्थ्यो। ब्रिटिस सेनाले किल्लालाई चारैतिरबाट घेरा हाल्यो। दिन बित्दै गयो, किल्लाभित्र खानेकुरा सकियो, पानी सकियो। अवस्था सोच्नै नसक्ने गरी नाजुक बन्यो। तर आत्मसमर्पण? त्यो त गोर्खालीहरूको विकल्पमा नै थिएन। उनीहरू अन्तिम सास रहन्जेल लड्न तयार थिए। गोर्खालीहरूको यो अदम्य साहस, यो हार नमान्ने चट्टानी अडान देखेर ब्रिटिस सेनापतिहरू समेत छक्क परे, स्तब्ध भए। उनीहरूले आफ्नो सैन्य जीवनमा यस्तो बहादुरी कहिल्यै देखेका थिएनन् र यही घटनाले आफ्नै शत्रु भए पनि उनीहरूको मनमा गोर्खालीहरूप्रति गहिरो सम्मान जगाइदियो। खैर, लामो र एकदमै भीषण लडाईपछि युद्धको धुवाँ त साम्य भयो, तर यसले नेपाल र गोर्खालीहरूको भविष्यमा एउटा यस्तो छाप छोडेर गयो जुन कहिले मेटिनेवाला थिएन। त्यो छाप थियो सन् 1816 को सुगौली सन्धि। यही सन्धिमा हस्ताक्षर भएपछि नेपालका गोर्खा शासकहरू र ब्रिटिश इस्ट इन्डिया कम्पनी बीचको त्यो लामो एङ्ग्लो नेपाल युद्ध औपचारिक रूपमा अन्त्य भयो। अब यो सन्धिको परिणाम एकदमै महत्त्वपूर्ण थियो। यसलाई 3 बुँदामा हेरौँ। पहिलो, नेपालले आफ्नो केही भूभाग गुमाउनु पर्यो, यो तितो सत्य थियो। दोस्रो र सायद सबैभन्दा ठूलो कुरा, नेपालको सार्वभौमिकता जोगियो। र तेस्रो, यही युद्धको परिणाम स्वरूप ब्रिटिस सेनामा गोर्खालीहरूको भर्ती प्रक्रिया सुरु भयो। हो,
यही हो त्यो युद्धको सबैभन्दा ठूलो उपलब्धि। नेपालले जमिन त गुमायो, तर आफ्नो स्वतन्त्रता, आफ्नो सार्वभौमिकता कहिल्यै गुमाएन। इतिहासमा नेपाल कहिल्यै कुनै विदेशी शक्तिको उपनिवेश बनेन र यो निस्सन्देह हरेक नेपालीका लागि गर्वको कुरा हो। र भनिन्छ नि, आगोले फलामलाई तताएर बलियो बनाउँछ। हो, ठ्याक्कै त्यस्तै भयो। यही युद्धको आगोबाट एउटा विश्वव्यापी पहिचानको जन्म भयो। गोर्खालीहरूको विश्वव्यापी किंवदन्ती यहीबाट सुरु हुन्छ। सोच्नुस् त, जो युद्धको मैदानमा कट्टर शत्रु थिए, उनीहरूको त्यही अविश्वसनीय बहादुरीबाट प्रभावित भएर ब्रिटिशहरूले उनीहरूलाई नै, मतलब गोर्खालीहरूलाई नै आफ्नै सेनामा भर्ना गर्न थाले। शत्रुताबाट सुरु भएको सम्बन्ध हेर्दा हेर्दै गहिरो सम्मानमा बदलियो। अनि त्यो परम्परा त्यो आजसम्म पनि कायम छ। आज पनि गोर्खा सैनिकहरू ब्रिटिश सेनामा छन्, भारतीय सेनामा छन् र विश्वका अन्य थुप्रै सुरक्षा निकायहरूमा सेवा गरिरहेका छन् र जहाँ जान्छन् आफ्नो वीरताका लागि चिनिन्छन्। अन्ततः यो कथाले हामीलाई के देखाउँछ भने देश सानो वा ठूलो हुनुले खासै फरक पार्दैन। महत्त्वपूर्ण कुरा साहस हो। नेपालले आफ्नो सानो आकारका बावजुद पनि विशाल भन्दा विशाल साहस प्रदर्शन गर्यो। र जाँदा जाँदै यो विश्लेषणको अन्त्यमा एउटा प्रश्नमा सोचौं न, विजयको वास्तविक मापन के हो त? के यो जमिनको टुक्रा जित्नु मात्र हो, वा आफ्नो स्वाभिमान, आफ्नो स्वतन्त्रता जोगाउनु पो हो? यसमा एकपटक विचार गरौँ है त।